नेपालका केही प्रमुख जलविद्युत आयोजनाहरू र तिनको उत्पादन क्षमता। नेपालको कुल जलविद्युत उत्पादन क्षमता रहेको छ 83,000 मेगावाट। माथिल्लो तामाकोसीको उत्पादन क्षमता रहेको छ 456 मेगावाट। काली गण्डकी A को उत्पादन क्षमता रहेको छ 144 मेगावाट। सोलुखोला जलविद्युतको उत्पादन क्षमता रहेको छ 86 मेगावाट। मध्य मर्स्याङ्गदीको उत्पादन क्षमता रहेको छ 77 मेगावाट। मर्स्याङ्गदीको उत्पादन क्षमता रहेको छ 69 मेगावाट। कुलेखानी 1 को उत्पादन क्षमता रहेको छ 60 मेगावाट। माथिल्लो त्रिशुलीको उत्पादन क्षमता रहेको छ 60 मेगावाट। सुपर दोर्दी B को उत्पादन क्षमता रहेको छ 54 मेगावाट। लिखु 4 को उत्पादन क्षमता रहेको छ 52.4 मेगावाट। लिखु खोला A को उत्पादन क्षमता रहेको छ 51 मेगावाट। माथिल्लो मर्स्याङ्गदीको उत्पादन क्षमता रहेको छ 50 मेगावाट। माथिल्लो भोटेकोसीको उत्पादन क्षमता रहेको छ 45 मेगावाट। सुपर मादीको उत्पादन क्षमता रहेको छ 44 मेगावाट। अप्पर कालाङ्गडको उत्पादन क्षमता रहेको छ 38.6 मेगावाट। अप्पर बलेफी A को उत्पादन क्षमता रहेको छ 36 मेगावाट। धन्यवाद। हेर्दै गर्नुहोला पारिजात इन्फो युट्युब च्यानल।